लङ्गेस्ट सर्ट भनेर हाल्यो साला आज जोरले लागिरहेछ मा गुड इभिनिङ साथीहरू हामी चाहिँ क्रिकेट खेल्न आएको क्रिकेट खेली चाली होला जस्तो छैन कि कसो हो साथी हो उस सुन्दर भाइ खान अरूले आज सरस्वती पूजा दिन अरूले पुज्छन् कि हामी यहाँ क्रिकेट खेल्न आएछौँ सुन्दर भाइ फेरि स्कुल नगइकन टप दिन्छन् बिहान 8 बजे थियो के अरे पूजामा बोलायो साथी पनि भेटाएन कोही ले लाभा त्यसो भने इडेन्समा गएन आज टिका लाउन भद्राले गइनौ तिमी गएन म भद्रकालीको के कुरा गर्ने यहाँ दोस्त तिमी एउटा भद्रकालीको तिमीसँग थियो त म जाम बुढ चाहिँ डुल्न है एका इनिङ खेलेर कम्प्युटर हामी त कम्प्युटर साह्रै पुजारी हो पण्डित हो पण्डित यस्तो भएछ नि कमा होला आज पैसा बुढोले सही हो ल हामी चाहिँ एकैछिन यहाँ क्रिकेट खेल्छ त्यसपछि के गर्छ थाहा नै छैन केटाहरूको एनर्जी हेर्दा खासै खेल्ला जस्तो छैन हाम्रो बलुमा छ यो उडाउने हो कि पात बोल्दै त्यही हुन्छ यार सिधा त हान्न पाइयो के सिधा त हान्ने आउट ट्राई बोलो मैं कस्तो ढिलो लाग्यो यार उडिरह फेरि बल यार यतिकै छर्ने भन्दा त हानौँ न हैन यो बल यार
लङ्गेस्ट सर्ट भनेर हाल्यो उसको घर सन्चै आनमा हुन त मैले बल नि जोरले ठोकी त्यो त यार ओइ भिडियो आउनै छ कारिजर साला आज जोरले लागिरहेछ म बेलुकासम्मै हुन्छ पढाइ सबसम्म कति गोल भयो यस्तो 3 अन्त घरमा लगाएको भाइ अघि उठो घरमा कारिडोरले हत्तीले ऊ त्यहाँनिर खसेको होला घर यहाँनिर सिसा फुट्यो भनेको अघि सब खाऊ आनामा ओके हामी चाहिँ भर्खरै त्यो के भन्ने जहिले भन्ने खेलेर सकियो तिमीले बल उठाऊ म ब्याट उठाउँछु अनि जाऊँ उठाऊ दोस्टले चाहिँ स्ट्याम्प उठाहान केही काम धन्दा छैन क्रिकेट खेल्यो बस्यो होइन दोस्त बिचरा सुन्दर भाइ पढ्ने मान्छेलाई नि हामी क्रिकेट खेल्ने गराइदिउँ के भन्न चाहन्छौ पढ्ने हो कि सेन्ट अफ 14 गते छ हो बल खेलेर आगो ताप्दाखेरि जलेको बल यो हराए बल भेट्यो चाहिँ खतरा आएको फेरि हामी त हराएको बल नै भेटिन्छ त्यो चाहिँ प्लटिङ छ रनिङ गर्ने भए आउनुहोस् मेरो साथीले आता पनि भने स्ट्याम्प झिकेर हिँडेछन् म चाहिँ मेरो ब्याट परेको किनकि आज मैले राम्रो ब्याटिङ गरेको धेरै ब्याट राम्रो र आज झन्डै म्याच किनेर 5,000 रुपियाँ आज धन्दै चुन लाग्यो नि होइन धन्नै यो घरमा लगाएन यार घरको सिसामा लगायो त आज हामीलाई कारबाही हुन्थ्यो भने 10,000को हो कि 10 त भेट्ने थिएन होला 500 मात्रै भेट्थ्यो होला त्यतिको चुना चाहिँ लाउँथ्यो हामीलाई जुन हामीहरू जस्तो के अरे त्यो के अरे मान्छेहरूसँग यतिकै क्रिकेट खेल्ने क्रिकेट खेल्दै काम नपाएर क्रिकेट खेल्दै बस्ने मान्छेहरूसँग हुने कुरो भएन त्यति पैसा साह्रो पर्छ आज साथीहरूलाई एकदम हामीलाई त्यहाँ थुनेर राख्थ्यो तेरो बाबा मम्मीलाई लिएर आइज अनि पैसा तिर्छ जा भन्थ्यो यस्तै स्थिति नै आउनु सक्थ्यो स्थिति कुन दिन आउने थाहा छैन यस्तै आज डोखले छाटकाट ल्याइसकेको थियो के अरे मेरो त आइसक्यो त छाटकाट कुन दिन सबको आउँछ छाटकाट केटाहरू मेरो मात्रै होइन आज डोसको दिन भएर अरे मेरो त्यहाँ जहिले दिन हुन्छ आजै चाहिँ होला आएको मुला त्यो
लास्ट भन्नु याद दोस्तले तर म जहिले होइन कि त्यो त्यति तारा लगाएको भनेको कि कुकुर भाइ नि रहेछन् है भाउ गरिदेऊ मेरो सानो जसलाई कुकुरले पनि भाउँदैन कुकुरले सुधै भाउँदैन यार ठिकै छ तैँले इग्नोर हानिस् केही छैन होइन के हो यार अमरसिंह मेलामा त पुरा यार भोजपुरी रिमिक्स बजाएको छ यार ज्योति मँगरको कहिले हेर्छ हेर्नु जाने होइन भइसक्यो ओ नो सेट भन त यार भिटेनको 10 गते ए भोलि भिटेनको हो 10 गते ए सालेहरूले शनिबार केटाहरू आउँछ भनेर होला नि हामी त्यस्तै हेर्दैन हामीलाई ऱ्याप पस्दैन लोकदोरी चाहिँ पच्छ त्यही भएर जति म अरू हेर्नु जाऊँ भनेको हामीलाई फेरि यस्ता फेरि गटेबारको बारेमा थाहा हुने कुरो पनि भएन दुर्गेशको अस्ति सक्यो दुर्गेश त फेरि ब्रान्ड हो नि त आजकल दुर्गेशको खै कामको स्कुलको नाचेर भाइरल भयो भने ए यही हो खै हाम्रो स्कुलको कुरा चल्छ ए एउटा को बहिनी नौकक्षाको खै मैले हेरेर भिडियो त हो खै सच हाल्नु पऱ्यो अरू नाच्दो रहेछ छेउमा आएर भाइरल भयो ए तपाईँहरू डग फाइट नि हेर्न सक्नुहुन्छ जस्तो डग फाइट नै देखाइदिन्छु भिडियोमा ए कता गयो भाग्यो त्यसलाई चाहियो छैन स्पटलाइट चाहियो छैन त्यसलाई त्यसलाई स्क्रिन टाइम चाहियो छैन ठिकै छ आजको लागि यति गरौँ अब यस्तै भ्लग आइरहेको छन् अनि साथी च्यानलमा जुट्नु होला जुट्नु होला मिल्छ भने यस्तो सब्सक्राइब नि हाल्नु होला यता डगी भाइ नै रहेछ किन डरायो ल सी यु टुमारो